हेलो नमस्ते सबैजनालाई हजुरलाई स्वागत छ मेरो नयाँ भिडियोमा। सो आज चाहिँ म आएको छु यता भक्तपुर पेप्सी कोला। अहिले चाहिँ हामी जाँदैछौँ म र मेरो साथी घुम्न। त्यो चाहिँ अहिले आउँदैछ घरदेखि अनि म चाहिँ यहाँ वेट गर्दैछु पार्कमा। म चाहिँ इनड्राइभ गरेर आएको यता घरदेखि। अहिले साथी चाहिँ यहीँ आउँछ अनि पछि सँगै जाने हामी घुम्न। के छ धेरै दिनपछि महिना दिनपछि जाम। हामी चाहिँ अहिले जर्सिङ पाउ पुगिसक्यौँ। हामीले लगभग 30 मिनट जति लाग्यो होला स्कुटरमा आउन। मेरो साथीले चाहिँ चलाएको थियो स्कुटर यस्तो राम्ररी अनि हामी पुगिसक्यौँ 30 मिनटमा। कालो चस्मा लगाएको छ हेर्न सक्नुहुन्छ। ठिक छ लगाउनुपर्छ। यो चाहिँ जर्सिङ पाउको गेट हो। अब हामी पुगिसक्यौँ जर्सिङ पाउवा। को चिच्याइरहेको छ नाचिरहेको पिकनिक खान आएको। अनि त्यसपछि अब हामी जाँदैछौँ तल। त्यसपछि बजार घुम्छौँ हामी एकछिन। के त्यो फोटो खिच्ने घर नि छ ठ्याक्क चिसो छ। पहाडको टपमा यो चाहिँ जर्सिङ पाउवा। जर्सिङ पाउको गेट। फोटो खिचिरहेको छ फोटो पर्दैन। हामी चाहिँ जर्सिङ पाउवा पुगिसक्यौँ। यही छ जर्सिङ पाउवा। यही हो। अब हामी चाहिँ जाँदैछौँ सानो इलाम, सायद सानो इलाम भन्छ। हामी त्यहीँ जाँदैछौँ। यहाँभन्दा माथि छ त्यो टपतिर होला। अब चाहिँ म यहाँ क्यामेरा चाहिँ यहाँ अड्काइदिन्छु यसकोमा अनि अगाडिको भ्यू हेर्नु होला यो बजारको यो जर्सिङ पाउवा। हामी जर्सिङ पाउवा पुगिसक्यो। जर्सिङ पाउवा रहेछ। कता पो अब सोध्नुपर्छ होला। पहिला जाम माथितिर। यहाँ रहेछ अङ्कल। यहाँ घुम्ने ठाउँ कहाँ छ? माथि हो बाटो। अङ्कल धन्यवाद। माथि अरे। अहिले चाहिँ हामी टपमा आइसक्यौँ यहाँ पहाडको। अझै टप त माथि होला। त्यही हामी यहाँ आइसक्यौँ। यहाँदेखि भ्यू हेर्न सक्नुहुन्छ यस्तो राम्रो। यही होला। कहाँ साइडको? ए त्यो ग्राउन्ड त्यहाँ छ। त्यहाँ छ त्यो ग्राउन्ड। त अघि भनिरहेको थियो त जाने के चौर अझै हो उता होला। यहाँदेखि हेर्न सक्नुहुन्छ यस्तो राम्रो भ्यू छ। टाढा टाढासम्म घर छ अनि त्यसपछि डिजेको आवाज नै आइरहेछ। नाचिरहेछन् मान्छेहरू त्यहाँ। ठिक छ। कहाँ मेला? कहाँ देखिरहेछ भाइ? हात देखा न। त्यो होइन र? ए त्यो पिकनिकवाला होला। अहिले जाऊँ न त्यहाँ। पिकनिकमा जान्छस् फ्रीमा खान नजाम अहिले। ए यहीँ रोड रहेछ यार। यहाँ तलतिर रोड रहेछ। ठिक छ यार खतरा छ यहाँ। हावा नि चिसो चिसो। म चाहिँ यहाँ 10 क्लासमा पढ्दाखेरि आएको थिएँ यहाँ म स्कुलदेखि पिकनिक खान। याद छ मलाई। त्यही भएर म अहिले नि आएको छु साथीसँग। निकै राम्रो छ यहाँ। गर्मी नि लागेको छ तर हिमाल चाहिँ देखिरहेको छैन किनकि बादल लागेछ र फोहर नि छ। त्यहाँ के हुस्सो केही देखेको छैन तलतिर राम्ररी। अनि त्यही हो राम्रो छ यहाँ शान्त छ। अझै माथि होला। हामी माथि जान्छौँ अब। त्यहाँदेखि रोड आइरहेको छ। त्यहाँदेखि गाडी आइरहेको छ। त्यहाँदेखि रोड जाँदो रहेछ सिधा पहाड। त्यहाँदेखि घुम्दै घुम्दै तल जान्छ होला। अब चाहिँ म यसको फोटो खिचिदिन्छु। देखा मलाई कस्तो हालतमा छ भनेर। अहिले देखेको छैन यतादेखि गन्जा भएको छ। अस्तिसम्म सञ्जय दत्त जस्तो थियो कपाल लामो लामो। अहिले गन्जा भइसक्यो कि अब के भनौँ म। अब ठिकै छ। अब अहिले चाहिँ यसको फोटो खिचिदिन्छु म। ल पोज देऊ राम्रो पोज। ल ल ल ल ल हेर त कस्तो लाग्यो पहिला।
तर ठिक त ठिकै छ, फोटो चाहिँ ठिक खिच्दियो होला, तर तलतिर फोहोर छ कि यस्तो फोहोर छ। भएको फोहोर हामीले फोटो खिच्नको लागि सफाइ गर्नु भएन। भ्युजको लागि हामीले सफाइ गर्नु भएन, हामीले अब केही गरेको नि होइन। यो बाइक जाम माथितिर होला, सबैजना माथि जाँदैछन्, माथि उतातिर होला के, अनि त्यहाँदेखि माउन्टेन देखिन्छ होला होइन दोस्त, हिमाल देखिहाल्छ अब, तर त्यो छ मतलब सफा छैन, तर देखिन्छ सफा भएको बेला। ठिक छ, देखिन्थ्यो होला क्या, तर यता पनि छैन पो, बाटो अलि टाढो नै छ, भएको बेला देखिनु पर्ने। बिहान आएको भए देखिन्थ्यो, बिहान आएको भए देखिन्थ्यो। बिहान कलेज जानुपर्छ भाइ, बुझ्दैनस्? बुझ्दैन अरे, ठिक छ। चाहिँ हामी यहाँ माथि आइसक्यौँ जर्सिङ पावको भ्यू पोइन्टमा। यहाँदेखि यस्तो राम्रो भ्यू देखिरहेछ, हेर्न सक्नुहुन्छ यतादेखि। हामी चाहिँ उता जाँदैछौँ, त्यो भैयाकोमा मुमफली खानलाई थियौँ, तर त्यो अङ्कल उतै गइरहेछ, दाइ उतै गइरहेछ। ठिकै छ, उतै जाऊँ। यहाँदेखि हेर्न सक्नुहुन्छ भ्यू, भ्यू मात्रै हेर्न भ्यू मात्रै हेर्न आएको हामी। के छ अङ्कल, के हो यो? बदाम हो, मुमफली कतिको? 50को दिनु न। कतिखेर आउनु भयो? पहिलो कस्टमर हामी हो। भइसक्यो होला। ए ठिक छ, बोनी गरिदिन्थ्यौँ मतलब, बोनी भइरहेछ त्यही नि। कहाँदेखि आउनुभयो अङ्कल? ए यतै बस्नुहुन्छ, राम्रो ठाउँ छ। 50को अङ्कल उतै परको चाहिँ के हो? गुम्बा हो। हजुर गुम्बा एसियाको मान्छे छिटो दिन्छ? एसिया दिन्छ, ढोका बन्द छ बाहिरबाट। बाहिरबाट मिल्छ, हजुर। होइन त्यसको वरिपरि बाहिर के? बाहिर छेके छ त। आइज भाइ फोटो खिचौँ तेरो। हो फुटेको हो। मिठो छ। त चाहिँ प्रचार गरिरहेको छ। दा मोबाइललाई खिचिदिन्छ। भाइ एउटा सेल्फी हानौँ। हान्नुपर्छ यार। अङ्कलले भन्दै हुनुहुन्थ्यो यो बाटो चाहिँ मेलम्ची जान्छ, अनि चिया बगान चाहिँ उता अर्को पाहाडतिर छ अरे। अनि तर हामी चिया बगान नजाने, टाढा हुन्छ हामीलाई। कुनै दिन हामी जान्छौँ मेलम्ची घुम्न, होइन भाइ? या जाम्ला। अब चाहिँ हामी यहाँ मुमफली खाँदैछौँ, अङ्कलले बेचेको। अङ्कलकोदेखि किन्नुपर्छ सबजनाले, होइन अङ्कल? मिठो हुन्छ। कहाँदेखि ल्याउनु भयो अङ्कल? हजुर, कहाँ हो त्यो? ए त्यही किसानी, खेती किसानी त गर्नुहुन्न अङ्कल? ठिक छ, हामी खाऊँ न। यहाँको बदाम कस्तो छ? कस्तो छ? राम्रो छ। खाली छ त यो त। ल खायो भन्न। ल खाए त भन्दैन। मिठो रहेछ, मिठाई। अङ्कल यो बदाम किन रातो छ बाहिरको? रातो घोलेर हजुर सेतो बदाममा छर्किन्छ अनि मिलाएर हजुर अनि बलुवामा फुट्छ। मैले त्यही त भने सुक्यो भने त रातो हालेपछि रातै देख्छ। त बोक्रा नखाके होइन, नि अङ्कल? बोक्राको खान्छ। कोही भन्छ नि रातो माटोको बदाम, रातो माटो म त्यही भनिरहेको थिएँ। कोही भन्छ नि कान्छीको त्रिशुली बदाम, त्रिशुली कान्छी बदाम।
यो बदाम यतै फलेको कि पुरै इन्डियातिरको हो। भर्खर यहीँ गाउँको भनिदेऊ न त ल्याए पो गाउँदेखि गाउँमा बसेछ गाउँमा राखेछ ल्याएर ल्याउनु त उतैबाट ल्यायो हजुर जोरपाटीबाट ल्यायो जोरपाटी अब वीरगज इन्डियाबाट वीरगज आउँछ वीरगजबाट यहाँ काठमाडौँ आउँछ हजुर। जोरपाटी त्यहाँबाट मैले हिजो ल्यायो यहाँ राखेछ 2 धोक्रो अनि अब यसो सक्यो भने मात्र फेरि ल्याउँछ हजुर ठिक छ हजुर कति भयो यहाँ बस्नु लाग्यो 5 वर्ष किन लाग्छ धेरै आएछ दिनमा कति जति हुन्छ अङ्कल बिक्री यसो पिकनिक भए बेलामा हुन्छ 3000 3500 4000 अनि नाफा कति जति हुन्छ त मैले त धोक्रो ल्याएँ कति हुन्छ त्यो धोक्रो सकेपछि मात्र थाहा हुन्छ। बिहानै अर्कै कबाडी खोज्छ ए अनि यहाँको पैसा कबाडीमा जान्छ हजुर ए अँ। अनि त्यो कबाडी बेचेपछि थाहा हुन्छ कति कमायो कति आयो कति गयो अङ्कलसँग पार्टनरसिप गर्नुपर्छ के हो यतै आएर काम गर्ने गर भयो कि अङ्कलले गाली गर्नु होइन के अनि कमाइ हुन्छ भने त के घर त्यति सुतेर बस्नुभन्दा त के भयो होइन, होइन। आयो घुम्ने पनि अङ्कल हुन्छ पानीपुरी बेच्नु अनि पुरी यहाँ गाह्रो छ अहिले हावा चल्छ चिसो हुन्छ चिसो त यहाँ जहिले नि अनि चिसोमा मान्छेले कहाँ पानीपुरी खान्छ त खोज्नु त धेरै खोज्छ यहाँ धेरै झ्याउ कामको अङ्कल चिया 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 सबभन्दा राम्रो यहाँ छ यहाँ पसलमा नि पाउँछ नि ए होइन तपाईँ थर्मसमा बेच्नुहोस् क्या अङ्कल यतातिर नि पसलमा पाउँछ यहाँ नि पसलमा अहिले त खोइ छ कि छैन हजुर। चाउमिन मोमो बियर रेडबुल सब पाउँछ अनि हजुरले सबैभन्दा बढी कमाए दिन कति कमाउनु भएको छ बिक्री कति गर्नु भएको बिक्री त यहाँ धेरै हुँदैन यही जत्रा छ भने एक दिनको 5000 10,000 15,000 को हुन्छ ओ जत्रामा उम्, यसमा त 2000 3000 ठिक छ यहाँ पुरा गरेर गएछ के कुरा पिकनिकको लागि ठाउँ पैसा लिन्छ नि ए हो? पैसा लिन्छ पैसा कसले राख्छ यहाँ सरसफाइ गर्ने ए सरसफाइ गर्नु हो क्या एक दिनभरि पिकनिक आए 5000 ए ये सुटिङ गरे एक दिन गरेको 5000 सुटिङ गरेको पनि त्यस्तो गरेर रहेछ तनी गर्न आइज के सुटिङ फिल्म त्यही त थोरै लिँदैन त्यो डह्रो कमाइ हुन्छ होला त तिनीहरूको त महिनाको 2 लाख कमाउँछ अनि यस्तो राम्रो ठाउँ छ हिमाल हेर्न आउँछ होला हिमाल नै देखेको छैन आज कि देखिन्न र हिमाल ए देख्छ यो कस्तो राम्रो देख्छ अहिले बादल लागेछ जस्तो त्यही त यो आएर होला कि यो होइन यो आएर नि हिजो नि त्यस्तो पुरै पहाड यसो कस्तो पहाड फाल्टु यसो यसो छ हजुर। सबै देख्छु अर्को कस्तो अहिले छैन रहेछ बादल लागेछ बादल हजुर। बादलले डिस्टर्ब गर्यो त्यही त कस्तो राम्रो देख्छ यो आइस आइस देख्छ सेतो सेतो हो यस्तो देख्दैन पुरै बादल हो अङ्कल उतातिर जानु न त्यही जान्छ मान्छेहरू भएको ठाउँमा उता जान्छ जोडी जोडी छुपेर बसेर होला उ तल तलतिर जानु न सिमे 20 रुपैयाँ का है वा अङ्कल 20 रुपियाँ भेटाइसक्नु हो खादियो भाइ पैसा चाहिँ हाम्रो यसकै पैसा त होइन नि आपके नसीब में नहीं रहे है क्या अंकलले भन्दै हुनुहुन्थ्यो अब चाहिँ हामी यहाँ त्यहाँदेखि घुमेर अर्को ठाउँतिर जाँदैछौँ यहाँ अङ्कल चाहिँ पिकनिक खान भन्न पिकनिक खान अङ्कल चाहिँ यहाँ स्याड भइसक्नु भयो बिचारा बिक्री नभएर अङ्कलको
त्यही त अङ्कल जानु भएन त्यहाँ यहाँ खाजा खान लागेको छ त्यही त खाजा खानु त हो त अनि जाने आफू गएर खाइदिने त्यही त अङ्कल यहाँको मान्छे उहाँहरू होला होइन टोपीवाला होइन टोपी भन्दै के हजुर भन्दैछ वेट तल उनीहरूलाई के भन्दैछ पोहोर नगर्ने भन्दैछ ए बदाम त केही हुन्न बदाम त अब झन् मल प्लास्टिक होइन मल त्यसले केही हुँदैन त्यही त यो प्लास्टिक ल्यायो के लाएर खाएर प्लास्टिक यो हाल्नुपर्छ तर हाल्दैन त्यहीँ छोडेर भागिहाल्छ हो त्यो छ ठिक छ जाऊँ हामी अर्को साइड जाँदैछौँ है अङ्कल ल बस्नु होला ल अङ्कल ल अर्को पालि स्योर ल ल हजुर जोडीबार मिलाइदिनु क्या हजुर अङ्कल यतैबाट यो चाहिँ अपोजिट साइड अर्को साइड हो यहाँ जस्टिङ पावर भ्यू पोइन्टको यतादेखि चाहिँ काठमाडौँ भ्याली हो यहाँदेखि देखिँदैन अनि त्यहाँ चाहिँ अङ्कलले भनेअनुसार एसियाको गुम्बा कि के भन्दै हुनुहुन्छ त्यो हो टाढा रहेछ अर्को पहाडमा हामी चाहिँ यो पहाडमा छौँ यहाँ हावा खाँदै मान्छेहरू त्यहाँ पिकनिक खाँदैछन् अनि यो फेरि फोटो खिच्दैछ हामी चाहिँ यहाँ हावा खाँदै गफ गर्दैछौँ निकै राम्रो दृश्य छ र यहाँ चिसो चिसो हावा चल्दैछ घाम चाहिँ हराइरहेछ टाइम टाइममा बादल लागेको छ आज त यही कारणले हो हिमाल नि देखिरहेको छैन आज राम्ररी कस्तो लाग्दैछ प्रमेश राम्रो ठिक छ राम्रो लाग्नु पर्यो यहाँ बादल भऱ्यो क्या आज हिमालहरू देखिँदै ठिक छ हावा खाँदै मजा आइरहेछ चिसो चिसो हावा अब चाहिँ हामी यहाँ जर्सिङ पावर सबै ठाउँ घुमेर अब हामी चाहिँ जाँदैछौँ ग्राउन्डतिरको चाहिँ मैले गएनौँ हामी ग्राउन्डतिर ग्राउन्डभित्र मतलब उता चाहिँ गयौँ तर भित्र चाहिँ गएनौँ धुलो धुलो मात्रै थियो अब चाहिँ हामी तल जाँदैछौँ घरतिर फर्किँदैछौँ त्यसपछि खाजा नास्ता पानी चाहिँ कहाँ गर्छौँ अहिले बाटोमा बाटोमा त गर्छौँ नाम नाम त थाहा हुनु पर्यो त ल बर्गर हाउसमा गर्छौँ होला ल अब चाहिँ त्यहीँ गएर भिडियो स्टार्ट गर्छौँ लग्छु पर्यो देउलीमा नै हल्का स्ट्यान्डर्डमा ल ल यसको चिकन चाहिँ आइसक्यो हामी चाहिँ शानदारमा खाना आएको छौँ यो साइड बस्नु भाइ यता यो चाहिँ बफ खाँदैन म चाहिँ बफ खान्छु चिकन मात्रै खान्छु यता थ्याङ्क यू दाइ अब खानुपर्छ ल त्यो स्याबाले ससेज नि आइसकेछ यो चाहिँ चिकन खान्छ यो नमुना म चाहिँ बफ अब यो खाएर चाहिँ अब हामी चाहिँ घर जान्छौँ सो म चाहिँ घर आइसकेँ अनि एकदमै थाकेँ ढाडहरू दुख्न थाल्यो अब एकछिनमा अब म जान्छु माथि त्यसपछि अब के काम हुन्छ गर्छु अनि त्यस भिडियो चाहिँ कस्तो लाग्यो कमेन्ट गरिदिनु होला अनि यो च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि त्यही हो बाई गाइज